हेलो गाइस, वेलकम ब्याक टु माई ब्लग। होइन, अब यस्तै छ। आज चाहिँ हामी नाम्चेतिर जान आँटेको केटाहरूले। अब यसो वान नाइटको लागि नाम्चेतिर जाउँ, घुमघाम गरौँ, फर्केर आऊँ भन्ने जस्तो कुरा गऱ्यो। अनि गइदिउँ न त के छ र भनेर हिँडेको है। अब म चाहिँ एउटा उठाउँछु, यहाँबाट रेडी भएर बसेको होला, निस्कि भनेको थिएँ। लालुलाई उठाइसकेँ मैले। अब जाने हो खड्काकोमा। साह्रै यहाँको टाक्मा भएर नयाँ झ्याकलेर नयाँ कपडा किनेको अरे टाक्मा कपडा दिएछ यार। सरले दोकान पाला राखेर म यो जाने बित्तिकै कपडै रुखमा फालिदिन्छु ल। खड्काकोमा आइसक्यौँ। ए रहेछ, म त छैन भनेको त भित्र स्कुटर राखेर बसेको रहेछ। ठिक छ। ल केटाहरू भेला भइसक्यो। बा कहिले नयाँ लुगा यहाँ टाँकै छैन रहेछ यार। एउटा सियो उब्सियो। ए कहाँ यताबाट पनि लाग्छ फोल्ड। ओए त्यहाँबाट त्यहाँ जाँदा कति टाइम लाग्यो भन्दै थियो यिनीहरूलाई? ए तिमीहरूकै कारणले हो। बाटो मुला यस्तो एकजना पेट्रोल मात्रै सकाइदियो अरे। त्यसो हो, तर फेरि त खुल्दो रहेछ। बनिसकेको त्यहाँ रेडी भइसकेको त्यहाँ खोइ मासु केमा हाल्ने? ब्याग बोकिन डिक्कीमा स्कुटरको हुन्छ अनि केमा हुन्छ ल त्यसै भइहाल्यो नि त। कोही सिउ खोज्छ कोही कोही स्कुटर खोला न हालिदिउँ न त। तर फेरि तिनीहरूलाई आउनु टाइम छ। कहाँ छस्? ए आन्दोलन गरिसकिस्? यो हुन्छ ए आइदेन चाँडो। के बोल सब बेला भइसक्यो यहाँ सबै लगाइदिए भित्रबाट लगाइदिए त। अझै सानो थियो अरे। लगाइदिए केही हुँदैन, भित्रबाट लगाइदिए। लालु गोजी छ तेरो? गोजीमा प्याक छ सबै। के छ त कहाँ हुन्छ हामी कहाँ हुन्छ? मेनै कुरोमा चाहिँ यसलाई दिएन। अब खड्कालाई गोजी छ त खड्का के हो सानीको हानै छ होइन। लगाइदिए बाहिरबाट लगाइदिए। कोकटेल कहाँ त्यसरी हुन्छ? भित्रबाट त ल बाहिरबाट लगा, बाहिरबाट लगा। अघि नै जिउ छिराइरहेछ मैले त पहिलोचोटि लाएर। चस्मा बोक्दैन त। तिम्रो यतिखेर यहीँ छ, कतिखेर राति बास बसेर पकाएर खाने विचार छ? राति नै बस्ने भन्दैछन्। राम राम राम। के रात बस्नु गएको? दिन गएर खाएर आएको भइहाल्थ्यो। फोकटे लजको भाडा तिर्छौ अब? मलाई नभन्नु, यिनीहरू काम गर्नुलाई नि भन्नु 2 बजे पछाडि आउने यिनीहरू नि हुन्। बिहानै गएको भए पनि हुन्छ, बेलुका आइन त। तिर्ने पैसा कमाउने छन्। अब मलाई तिमी नि कमाउँछौ होला नि। म त के कमाउनु? तिम्रो पनि त्यो उसको आउँथ्यो होला नि। के को टोक्याएर टोक्याएर हेलमेट र चाबी पनि तिमीलाई। अब मेरो चाबीले खोल्छ त डिक्की, के खोल्नु? ओए त्यहाँनिर त्यो पेट्रोल हाल्ने ठाउँमा क्या डिक्की तेल हाल्ने ठाउँ ट्याङ्की खोल। ट्याङ्की खोला त भन कि ला ट्याङ्की कता हुन्छ? यसरी गर न, पछाडि खोला अनि यसरी खोला भनेर बोल्छ रहेछ। झिक्नु पर्ने। अनि ल आमा छैन त अगाडिको स्कुटरमा। सिकारु ड्राइभर हो। धेरै डरको बाटोबाट अब रोही त्यसलाई लडाइदियो भने अर्को टेन्सन हुन्छ फेरि। अब हामी हिँड्न चाहिँ हिँड्यौँ, एकजना फेरि आएकै छैन, 2 जना। अब फेरि कहाँ पर्खिनु पर्ने हो यिनीहरूलाई? खोइ त तिमीहरू यता कहाँ त्यही हो। आउनु भन्न त अगाडि हामी किन त्यो बाटो यताबाट जाँदा हुँदैन नि? हुन्छ भन नि त, कसले भन्ने हो भन्ने कुरा हो क्या। ओइ तँ हेलमेट बनाएरै भयो। तिमी त्यसमा बाँच्न आएर होला होइन? कसरी लगायो? उहिएको मुसा जस्तो बनाइरहेको छ जाने बित्तिकै घरमा एउटा हेलमेट थिएन एक्स्ट्रा मामाले लाग्नु भयो। के एउटा सानो ल्याएको भइहाल्थ्यो। हाफ हेलमेट त्यो ल्याएको भइहाल्थ्यो बनाउने कुहिएको भन्छ। जान्थ्यो त्यसलाई त्यो भाइ मात्रै खोला पुगिसकेको रहेछ। फेरि 2 जना पनि हिँडिसक्यो। 2 जना पनि हिँडिसक्यो। अन्तिममा हामी चाहिँ पछाडि म भनेको गाइस यार समस्या
पो देखाउन थाल्यो यार यस्तो भोक लागेको छ यस्तो ह्वास ह्वास बनाउँदा पनि पुगिसक्यो त्यो यहाँ छेउमा आइज न आउँछु पछाडि बसेको छु बर तातो रहेछ यार भन्छु कहाँ छ भन्छ ढुङ्गा कटिसक्यो के भन्ने कसले लुगामा फोहोर लाग्छ अरे कसरी पलाएको प्लास्टिक तिमीलाई खाएको त्यही होइन ओए मुना यसरी नगर है अघि एकछिनको लागि एबिएसको साइन आएको थियो एबिएस खोलियो भनेर फेरि आउन छोड्यो तल के भन्छ पानी परेर त्यो सेन्सरमा तलुवा सलुवा क्या एकचोटि अब यता मस्तो वास गर्नुपर्छ साह्रो भयो पानी परिहाल्छ अहिले घाम लागिरहेको छ 5 मिनट पछाडि किनेर पानी परिहाल्छ झुम्का पनि आइसक्यो झुम्कामा पसला केटाहरू झुम्कामा छु भन्दै थियो अब कहाँ बसेको छ कि गइसक्यो झुम्काबाट पनि अगाडि सँगै हिँड्नुपर्ने हो के गर्छ के अरे लालु के भनिस् उहाँ चाहिँ कति बजी पुग्छ कति बजी अहिले 4:30 6 बजे पुगिन्छ होला ढिलो बिस्तारै गयो भने पनि 6 6:30 बजीतिर पुगिन्छ बिस्तारै गयो भने पनि यो झुम्काको बाटो कसले बनाउने हो कसैको ध्यान जाँदैन यो झुम्काको बाटो बनाउनमा के हो यो असार भनेर धान रोप्ने बेला भनेर के धान रोप्ने बनाइदिएको धान रोप्ने जस्तो के गर्न खोजेको हामीले चाहिँ अब के अरे यो चतराको बाटो होइन चतराको बाटोबाट यसो घर निस्किने रहेछ केटाहरूले त्यताबाट गएर हुन्छ मलाई त बाटो खराब गर्दैन चौबल पो रहेछ लागेर यार कस्तो दामी देखेको यार पहाडहरू देखिरहेको अब चाहिँ हामी जङ्गल पनि छिर्न आँट्यौँ दुईजनासँग अझै भेट भएको छैन कताबाट गयो के गरौँ कहाँ पुग्यो पनि थाहा छैन होइन यस्तै छ ल छिट्न आँट्यौँ होइन अब हामी जङ्गल छिरिसक्यौँ बिहान गएर अहिले फर्केको होला सायद यहीँदेखि यस्तो चिसो हुनु थाल्यो भेटारतिर कस्तो चिसो होला आज सेक्सी मौसम छ त यार जङ्गल सुरु भयो जङ्गल त्यस्तै राम्रो छ झन्डै यो बाटो आयो त धराङ होइन धराङको जङ्गल पनि मजा आउँछ बाइक कुदाउन त यो जङ्गलमा केटाहरूले के हो भाइ दिएर जान्छ त उनीहरूलाई मैले देखाउनै पर्ने हो भाइ स्कुटरमा स्कुटरलाई झन् यिनीहरूको टप स्कुटरलाई चाहिँ इन्डियामा भ्याइदिन्छ त्यो स्कुटरलाई हामी अब यहाँ आइसक्यौँ हामी अब चतरा जाने होइन त्यसरी यहाँबाट हामी राइट टर्न लिएर धरानतिर निस्किन्छौँ यहाँबाट हामी अब राइड जाने हो एक राइड छिरेर
अनि हामी जाने हो। यो असार लाग्यो हो त यहाँ धान रोप्नु सेक्सी बाटो छ त यार। कहाँ हामी पछि बिचको बाटो छोडेर फेरि यताको बाटो यस्तो बाटो आइपुगेछौँ यार। एकछिन चतराको जङ्गल छिरेर जाऊँ भनेर निस्केको यो बाटो त यार। ल ठिक छ केही छैन। हाम्रो नेपाल हो, हाम्रो नेपालमा जस्तै हुने भयो कपडा। चिल्लो रोड छ है, चिल्लो देखिरहेछ होला होइन। देखिन चाहिँ पिच भनेर झुक्किनु होला नि फेरि तपाईँहरू। पिच चाहिँ होइन नि फेरि, चिल्लो हुँदैन, पिच हुँदैन नि। यतै त बाहुबलीवाला फिल आयो त यहाँ त। खोलै खोलातिरै चौतारी र बिरै मनमा छ पिरै के हो खोला बगिरहेछ त। एकछिन अब टायर साफ गरौँ, अब पानी कुदाएर। यस्तै छ है, यस्तै छ। साइडबाट जाउँ अब चाहिँ। खोला बगिरहेछ यार, बाटोबाट खोला बगिरहेछ। यो त नर्मल हो, नर्मल हो। बाइक सफा भयो, केही छैन। जे गरे नि जसो गरे। ए मुहान यहाँ रहेछ नि त खोलाको। के हो यहाँ जान्छ नि फाल्टो रहेन रहेछ। अब पछाडि लडायो कि क्या हो बाइक स्कुटर आउँदै। यस्तै छ ल गाइज, बाटो चाहिँ अब कन्टिन्यू भ्लगमा बाटोहरू हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। यस्तै छ। यहाँ त के हो, यहाँ त खोलै छ त लालु, नालै खोलिदिएको छ त। बाहुबली आधी बाइकै छिरो यार, आधी बाइकै छिरो यार। यहाँ त मेरो जुत्ता धोस्तै भइसक्यो। तिमीहरू कतिखेर लड्छौ र भिडियो हाल्नु भनेर। मलाई त सिधै जस्तो लाग्यो। ए होइन हो, यो बाटो भाइदेखि लडाएको मलाई कुरा न, मलाई थाहा छ। यो बाटो हरि चियाबारी, यो बाटो हो। हामी अल्टर बाटो आयौँ क्या हो। भाइको यही बाटोबाट गएको थियो। अटो यताबाट आयो नि त। यही बाटो हो क्या, सिधै हो जस्तो लाग्छ मलाई त। ल गाइज अब बाटो कन्फ्युजन भयो होइन। बाटो पनि फेरि राम्रो छैन, नराम्रो बाटोमा आएर बाटो कन्फ्युज भएन हामी। ठिकै छ, केही छैन, पुगिन्छ पुग्न त होला हौ। होइन क्या हो, होइन जस्तो छ। यही बाटो हो जस्तो लाग्यो। बाइक पनि भयो, कति रमाइलो हुन्छ। अनि एकचोटि गर्दाले मलाई झन्डै लडाइसकेको थियो। यहाँ सोध्ने कताबाट कुन पानी निस्किँदैछ हौ। केटाहरू हेर, तिमीहरू त बिचमा बाइक कुदाउँछौ होला होइन। अब आफू त खोलै खोला बाइक कुदाउने है।
आउँदैछन् केटाहरू आउँदैछन् अगाडिबाट पनि बाइकमा केही छैन घुमघाम चल्दैछ सबैको गएर रसमलाई पिचै पिच नेपालको पिच यही हो है कटवार नेपालको पिच फेरि यहाँ रोक्नु भने हिलो लाग्छ कन्टेन्ट आउँछ मुलाहरू अगाडि पनि हिँड्दैन हिलो लाग्छ क्या त्यहाँ फेरि क्याच्चै रोकेको म रोक्न खोज्दै थिएँ तिनीहरूले फेरि यताबाट आउनुपर्ने उताबाट लगेर बाटो छ बाटो छ आइज आइज ल फाइनली रोड आयो आयो सेक्सी रोड आइहाल्यो नि तिनीहरूले थाहा छ त्यो एक्सपल्सले उताबाट हाल्यो नि त हिलोबाट अनि तिनीहरूले हालेको होला एक्सपल्स पो जान्छ त हिलोबाट कहाँ हाम्रो बाइक र स्कुटी जान्छ त ल केटाहरूको यस्तो छ है बाइकको हालत नगर नि त उयो मिलाउनु पर्छ यस्तो बनाएर आएको छ मोडमा कि धरान जाने मोडमा ल गाइस हामी त्यस्तो खतरनाक पिच छोडेर अब नराम्रो बाटो आइसकेको छौँ है बाबु यसरी बाटोमा तिमी कुद्ने ल यहाँबाट कस्तो खतरा देखेको यार धरान धरानमा को बस्नुहुन्छ यतातिर कसलाई थाहा छ यो ठाउँ भन्नु होला है ल धरान बजारमा हाम्रो इन्ट्री भइसकेको छ हामी लेट लागेर फाइनल्ली धरानमा इन्ट्री भयो इटारीको बाटो आएको भयो अघि भेटेटार पुगिसक्थ्यौँ हामी यता चोटाराको बाटोबाट आउने भएको बाटो फेरि हामीलाई बेग्लै हामी बाटो भएको नि त आफै जान्ने भएर त्यस्तो खतम बाटोबाट आयो यार पिछै हुँदा होला ल धरान क्लक टावरमा पनि आइसक्यौँ हामी जाने बाटो आइसकेको भाइहरू यहीँ छु भन्दै थियो कहाँ छ देखिँदैन त भ्यू टावर धरानको भ्यू टावर ल आइहाल्यो त